यात्राको दोस्रो दिन हामी समुद्री सतहबाट निकै माथि नै छौँ। प्राकृतिक हिसाबले निकै सुन्दर देखिने यी चखेवा र यी टेम्के डाँडा, जहाँ मुन्दुमी क्षेत्र, जहाँ हाम्रो किराँती कल्चर र धर्मसँग सम्बन्धित यी दृश्यहरू देखिन पाइन्छ। र प्रकृतिमै मौलाएका यी वनस्पति र फुलहरू र प्रकृतिसँगै मिल्दाजुल्दा बनाइएका यी मानव निर्मित संरचना भनौँ या मुन्दुमी कला संस्कृतिहरू र जङ्गलैभरि सुनिने चराचुरुङ्गीको चिरबिराटले हाम्रो यात्रालाई अझै सङ्गीतमय बनायो। चखेवा भन्ज्याङबाट मुन्दुम पदमार्ग चाहिँ स्टार्ट हुने रहेछ। यसरी बिस्तारै बिस्तारै बर्खायामको मौसम भएको कारणले, यो मनसुन सिजन भएको कारणले खासै मौसमले चाहिँ हामीले साथ दिएन। बिहान चाहिँ केही मात्रामा खुलिएको थियो, त्यसपछि कन्टिन्यू यस्तै छ मौसम। ल है गाइज, यो चाहिँ हाम्रो नेपालको मिनी स्विजरल्यान्ड भन्दा पनि हुने रहेछ। र पानी चाहिँ धेरै पर्ने रहेछ कि अघिदेखि हामी पानी परेर यहाँ पर्खेको। यो चाहिँ चखेवा भन्ज्याङ, यो देखिएको चाहिँ खोटाङ साकेला गाउँपालिका रहेछ। अनि यता यहाँ चाहिँ भोजपुरको चखेवा। हामी चाहिँ अब टेम्के डाँडातिर जान आँटेको। यहाँ चाहिँ यता बाटो बन्दै रहेछ, यहीँसम्म रहेछ। बाइक चाहिँ हामीले यहीँ पार्क गरिराखेको छौँ। गाडी यहीँसम्म आउने रहेछ, यहाँबाट चाहिँ हामी पैदल हिँड्नुपर्ने रहेछ। ल अब हाम्रो चाहिँ यात्रा यो सिडी हिँड्नुपर्ने रहेछ। के छ बेस क्याम्प एलिभेसन, पैदल यात्रा जानुपर्ने छ। यो बेस क्याम्पसम्म मात्रै गाडी आउने रहेछ, बाइकहरू, गाडी घोडा बाइकहरू। त्यहाँदेखि चाहिँ हामीले यो मुन्दुम पदमार्गकै यो पथलाई, ट्रेललाई फलो गर्दै हामी टेम्केतिर अहिले मुभ भएको। यो सिडी जानुपर्ने रहेछ। त्यही भएर हाम्रो चाहिँ कन्टिन्यू छ है यो मुन्दुम ट्रेलको यात्रा कन्टिन्यू छ। आऊ है, अब पछाडिको मान्छेहरू आऊ। पत्ता नि हो लेउ लागेको रुखहरू, अनि रुखमाथि अरू क्या झारहरू उम्रेकै कस्तो एक्स्ट्रा देखिने रहेछ। अनि यो लोक्ताहरू, यहाँ त रेड पान्डा नि पाउँछ भन्थ्यो है। यहाँको रुखपात हेर्नु होला। यो मुन्दुम ट्रायलमा चाहिँ यस्तोहरू राखिएको छ। ढुङ्गाको टेबल, डेस्क टेबल सबै यसरी हिँड्दै जाँदाखेरि चाहिँ गर्मी हुँदै जाँदो रहेछ। आज चाहिँ हामी के अरे टेम्के होइन, टेम्के घुम्न आएको छौँ। यो उकालो हिँड्नुपर्ने हामीले लगभग 45 मिनट लाग्छ अरे। तर मलाई चाहिँ 45 मिनट त होइन, 1 घन्टा चाहिँ लाग्छ। किनभने म यहाँ सक्दिनँ नि त। तराईको मान्छे स्या भइहाल्दो रहेछु। यहाँ गुराँसको बोटहरू नि कत्रो रहेछ क्या, ठुल्ठुलो गुराँसको बोटहरू। अनि अर्को बेस्ट पार्ट चाहिँ यसरी युजमी राखिएको रहेछ। युजमी किनभने यस्तो खालको युजमी चाहिँ यहीँ पछि आगो लाएर डिस्ट्रोय गर्न पनि सकिन्छ। र यो चाहिँ बेस्ट लाग्यो। अनि ठाउँ ठाउँमा यस्तो
यो बोर्डहरू यो मुन्दुम ट्रेल मुन्दुम पथमार्गले चाहिँ यस्तो व्यवस्थित बनाउनु भएको रहेछ। त्यही भएर त्यति फोहोरहरू बाटोमा चाहिँ देखिँदैन। यो हावाले नि अब यस्तो भयो भने चाहिँ हावाले नि उडाउँदैन नि त। यो चाहिँ बेस्ट लाग्यो है मलाई चाहिँ यसरी, किनभने अरू डस्टबिन चाहिँ अब सडेर जान्छ, हावाले उडाउन सक्छ, कतै गुड्केर जान सक्छ। यो चाहिँ अब यो ढुङ्गाले यसरी नै बनायो भने चाहिँ यो चाहिँ लाइफ टाइमभरि यसरी राख्न सकियो, बेस्ट लाग्यो। फर्स्ट टाइम तपाईँ आउनु भएको छ भने चाहिँ यसरी फ्यात्तै गलेर थकित निदाइ पनि रहेछ कोही कोही मान्छेहरू, यस्तो हुन्छ। त्यही भएर हिँड्ने बानी बसाल्नुपर्छ कि हाइकिङ गर्नुपर्छ लाइफ, अनि चाहिँ तन्दुरुस्त हुन्छ। यस्तो डाड्ने होइन आँखा, यसरी आँखासँग यहाँ चाहिँ यस्तो ठाउँमा चाहिँ यस्तो बस्ने बिसाउने भारी राख्ने पछि यो चैत वैशाखमा आयो भने चाहिँ यो गुराँसको बोटहरू चाहिँ पुरै फुल्ने रहेछ। त्यतिखेर चाहिँ दामी हुने रहेछ, बब्बल हुने रहेछ। अहिले चाहिँ अब गुराँसको सिजन छैन, तर हरियाली चाहिँ छ। हामी चाहिँ लगभग डाँडातिर आइसकेको जस्तो देखिन्छ यहाँ चाहिँ, तर कुहिरै लागिरहेछ नि त। सो फाइनल्ली हामी यो डाँडामा निस्केको छौँ। सो गाइज, हाम्रो चाहिँ आज यो हाम्रो डे 2 थियो, एपिसोड 2 हाम्रो धरान 2 यो टेम्के मायुङको भ्लगको। अनि आज चाहिँ हामी ठ्याक्कै 3010 मिटरको उचाइमा छौँ समुद्री सतहदेखि। यो यहाँको एलिभेसन, यहाँको एल्टिट्युड चाहिँ यति रहेछ, यहाँ तपाईँले बोर्डमा देख्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ टेम्केचोङ सांस्कृतिक तथा ऐतिहासिक स्थल, नामै अब यत्रो नामै काफी छ। यो सांस्कृतिक तथा ऐतिहासिक स्थल यहाँ आएपछि चाहिँ त्यो कुराहरू सबै हेर्न पाइने रहेछ। यहाँबाट अब अहिले त्यति बेला बेलामा खोलिँदैछ, मौसम चाहिँ ओपन हुँदैछ। अनि पुरै खोल्यो भने चाहिँ दामी हुन्थ्यो, तर हावा चल्ने रहेछ। ड्रोन फ्लाइमा चाहिँ अलिक प्रब्लम आउने जस्तो देखिन्छ। अनि यहाँबाट चाहिँ यो हिमालहरू सबै देखिने रहेछ। अब अहिले त अब त्यति खुलिएको छैन, बिहानै खुलियो भने चाहिँ सायद देखिन सक्छ। आज चाहिँ टिकै मौसम चाहिँ खुलेको छैन, एकछिन खुलेको थियो। सो अब चाहिँ हामी ओह्रालो गएको छौँ। जति नै पर्खिँदा पनि यहाँको क्लाइमेट चाहिँ आज चाहिँ खुलेन, एकछिन खुलेको थियो, त्यसमा पनि हावा चल्यो। अन्तमा साथीहरू, हाम्रो यात्रा थियो धरानदेखि भोजपुरको चखेवा ट्याम्के मायुङ हुँदै यो मुन्दुम पथमार्गलाई चाहिँ कम्प्लिट गर्ने। तर आज यो ट्याम्के डाँडामा आएपछि हामीले त प्लानिङलाई क्यान्सल गरेर यहीँ स्टप गर्ने प्लानिङ भयो, किनभने अहिले मनसुन सिजन हो। मनसुन सिजनमा भिजिबिलिटी यस्तै प्याक हुने, त्यस पछाडि पुरा भ्यूमा रमाउन नपाउने स्थिति भएको कारणले अगाडि बढ्ने कुरालाई यहीँ क्यान्सल गरेर आजको भिडियोबाट पनि बाई बाई भन्न चाहन्छु। हस्त।